ल सबैजनालाई मेरो युट्युब च्यानलमा धेरैभन्दा धेरै स्वागत छ। आज म चाहिँ तपाईहरुले चाहिँ नयाँ एउटा भिडियो देखाउने प्रयास गरिरहेको छु। अमेरिकाका घरहरू कस्ता हुन्छन् र केद्वारा बनिएका हुन्छन् त्यो आजको भिडियोमा म तपाईलाई देखाउने छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला हैन, तपाईलाई पछि गएर भविष्यमा पक्कै पनि यसले तपाईलाई धेरै फाइदा दिनेछ। आउनुस् घर चाहिँ कस्तो हुन्छ त्यो चाहिँ हेरौँ पहिला। मैले तपाईलाई चाहिँ देखाउन लागेको घर नजिक आइपुगेको छु हैन। अब म तपाईलाई यहाँको घर कस्तो हुन्छ सबै देखाउने छु। ल तपाईले हेर्ने प्रयास गर्नु। ल म घरको दैलो अगाडि आइसकेको छु। सबैभन्दा पहिले चाहिँ अब यहाँनिर चाहिँ यसरी पासकोड हुन्छ हैन। यो पासकोड चाहिँ जसलाई एक्सेस छ जसलाई थाहा छ लगाएर उहाँले खोल्नुहुन्छ। र मलाई नथाहा भएको कारणले गर्दाखेरि म यहाँनिर चाहिँ एउटा बेल छ टक्क छ थिच्छु हैन। थिचेस पक्कै पनि भित्र हुनुहुन्छ होला कोही। म चाहिँ यहाँनिर आइपुगेको छु। ढोका त खोल्नु भएको छैन, सायद खोल्नुहुन्छ होला। ल यहाँ चाहिँ ढोका खोल्नु भयो। ल ल हामीलाई सहयोग गर्नु भएको छ है। आरामै हुनुहुन्छ दाजु? ओहो के हो यस्तो? ल यिनले मलाई फुल देखाए। ल धेरै धेरै धन्यवाद यो मायाको लागि हैन। म आज चाहिँ यहाँकै घर चाहिँ कस्तो छ के छ हैन कसरी हुन्छ सबै कुराहरू म देखाउने प्रयास गर्नेछु। ल अब चाहिँ हामी अब यहाँदेखि अगाडि बढ्छौँ है त। ल अब चाहिँ म सुरुमा तपाईलाई चाहिँ घरका कोठाहरू चाहिँ देखाउँछु। ल यो घरमा भएका कोठाहरू देखाउँछु। ल सुरुमा चाहिँ म एउटा कोठामा लान्छु तपाईलाई चाहिँ। यो यस्तो छ कोठा चाहिँ ढोका चाहिँ ट्याक्कै लगाएर है त। अनि यसरी भित्र गइसक्यो भने यहाँ सोफा छ एउटा, यहाँ सोफा छ। यो तपाईँले डेकोरेसन देख्नुभयो होइन। अनि यहाँको चाहिँ तपाईँलाई चाहिँ एउटा चाहिँ कुरा चाहिँ तपाईँले देखाउनु पऱ्यो मैले चाहिँ है। एउटा चाहिँ के कुरा चाहिँ यहाँनिर चाहिँ नेपाल र यहाँ चाहिँ के फरक छ भन्दाखेरि चाहिँ नि यो हेर्नुहुन्छ तपाईँले। नेपालमा चाहिँ हाम्रो चाहिँ स्पेसल तलतिर गऱ्यो भने बत्ती खुल्छ, माथितिर गयो भने बत्ती अफ हुन्छ। तर चाहिँ यहाँनिर चाहिँ माथितिर गऱ्यो भने बल्छ, तलतिर गयो भने अफ हुन्छ है। यो चाहिँ उल्टो छ। ल अब तपाईँलाई चाहिँ एउटा चाहिँ सुरुमा चाहिँ अब झ्याल देखाउनु पऱ्यो है। अब हाम्रो नेपालमा चाहिँ खास चाहिँ हामीले चाहिँ के भन्छ त यसलाई चाहिँ अब पर्दै भनौँ न होइन। नेपालमा चाहिँ पर्दा हुन्छ ट्याग गरेर हामी गर्छौँ होइन। तर यहाँ चाहिँ बेसी जसो मान्छेहरूले चाहिँ यही युज गर्छ। अब यसरी घुमाउनु भयो भने चाहिँ यो खुल्छ होइन, प्रकाशहरू भित्र छिर्यो। अनि तपाईँले यसरी बन्द गर्नुभयो भने चाहिँ यो बन्द भयो। अब तपाईँले पुरै नै खोल्नु पऱ्यो भनेपछि यहाँनिर डोरी हुन्छ तर रहन्छ क्या डोरी छैन। यसरी हातले तल गरेर ए अब यसलाई चाहिँ यसरी ट्याक्कै तल तान्नु भयो। जहाँनिर रोक्ने हो त्यहाँ रोकिदिनु होल्ड भयो। अनि फेरि तलतिर गर्ने यसरी तान्नु पऱ्यो। यसरी अलिक कडा छ है। ठिक छ। अब हामी यो तपाईँलाई चाहिँ यहाँ यो के कोठाको चाहिँ के हो त यो चाहिँ अफिस रुम। अब यो चाहिँ स्पेसली ढोकाहरू चाहिँ यहाँको चाहिँ खै केबाट बन्छ मलाई थाहा न। तर काठ पनि होइन यो चाहिँ। काठ होइन यो धुलो हो कि काठको धुलोबाट बनेको। ए काठको धुलोबाट बन्छ है ढोका चाहिँ। अनि अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ अघि मैले बाहिर लक देखाएँ। अब यहाँ तपाईँले भित्रबाट लक देखाउँछु। यसरी लक खुल्छ, यसरी लक बन्द हुन्छ। यसरी ढोका खोल्नु पऱ्यो, खोल्यो भएन लक पनि खोल्नु पऱ्यो है त। अनि अब यहाँनिर चाहिँ मान्छेको यो क्यामेरा हो है। ए यहाँबाट तपाईँले एउटा सानो यो बाहिर चाहिँ कसरी बाहिर बेल बजायो भने तपाईँले यहाँदेखि चाहिँ हेरेर यसो मान्छे पत्ता लगाउन सक्नुहुन्छ होइन। यसरी चिनेको मान्छे मात्रै खोल्ने नखोल्ने हो कि तल देख्नुभयो बाहिरको चिज है। अलि बत्ती बत्ती बनिन्छ यसरी हेर्नु पऱ्यो कि यसरी हेर्नु पऱ्यो कि टाढासम्मको भ्यू यसले देखाइदिन्छ। त्यस्तो छ कुरो चाहिँ। ल अब हामी यसरी अब सिधै अब हामी माथि जान्छौँ। दाइको यसो कोठा छ। अब यसरी भड्याङ चढेर माथि जान्छ। यो चाहिँ अपाङ्गहरूको लागि चाहिँ यो यसो समातेर हिँड्नको लागि बनाइदिएको हुन्छ है त। प्रायः सबै घरमा चाहिँ यस्तो बनाइदिएको हुन्छ है। मैले देखेअनुसार चाहिँ युएसमा चाहिँ सबै घरमा यस्तो बनाइदिएको हुन्छ। अब कुरा आउँछ तपाईँको कुरा चाहिँ के भन्दाखेरि यो भित्ता चाहिँ के को बनाउँछ? भित्र चाहिँ यो भित्ता चाहिँ के को बनाउँछ दाइ? यसलाई ड्राई वाल भन्छ। त्यसको चाहिँ भित्ता भन्छ। हाम्रो नेपालको जस्तो ड्राई वाल यति कमलो हुन्छ कि एक बक्सिङ हान्नु भने भक्क धुलो पर्छ फेरि भित्र पर्छ हो। त्यस्तो हुन्छ यहाँ चाहिँ लगभग प्रायः सबै घरमा चाहिँ यहाँनिर चाहिँ त्यस्तो हुन्छ है। अब चार्जिङ पोर्टको कुरा आउँछ इम्पोर्टेन्ट है। अब यस्तो चाहिँ चार्जिङ पोर्ट हुन्छ यस्तो चाहिँ है। यसलाई चाहिँ कुन पोर्ट भन्छ त्यो ठ्याक्क मलाई पनि थाहा भएन। तर यो चाहिँ युरोपमा र अमेरिकामा चाहिँ युज गर्छ होला होइन। यस्तो चाहिँ अब हाम्रो नेपाल र इन्डिया जस्तो चाहिँ यहाँनिर चाहिँ हुँदैन। अब यो चाहिँ यसरी यो चाहिँ एक तला माथिको सिटिङ रुम है। यो चाहिँ तलको चाहिँ ग्राउन्ड फ्लोर भयो, त्यसपछि तल बेसमेन्ट छ, त्यसभन्दा माथिको रुम हो यो चाहिँ।
अब यसरी आइसक्यो भने यहाँनिर चाहिँ एउटा फेरि कोठा छ है। यो चाहिँ के कोठा हो त? यो चाहिँ तपाईँको गेस्ट रुम हो यो गेस्ट रुम है। अब यो चाहिँ टेबल लाइट भइहाल्यो है। टक्क तपाईँले बत्ती बाल्न सक्नुहुन्छ। यो अब मान्छेको आफ्नो घरको अब आफ्नो डिजाइन हुन्छ। अब यसो ऐनाबाट तपाईँले मलाई देख्न सक्नुहुन्छ कति राम्रो छु छुइनँ होइन। त्यस्तो छ कुरो। यो चाहिँ यहाँ चाहिँ उहाँको गेस्ट आएर बस्नुहुन्छ। अब म पनि आजलाई गेस्ट हो, सायद यहाँ सुत्ने इच्छा त थियो तर म अब जानुपर्छ। अब यो यहाँ सिटिङ रुम भयो। यहाँनिर चाहिँ गेस्ट रुम छ। यहाँनिर चाहिँ एउटा टोइलेट छ। यो दाजुको घरमा चाहिँ यहाँनिर चाहिँ देख्नुहुन्छ रेस्टरुम। अब यहाँनिर चाहिँ टक्क लाएर हामीले बत्ती बाल्नु पऱ्यो होइन। ल यो पनि बत्ती बालिदिउँ। ए ल ठिक छ। अब यहाँनिर चाहिँ यसरी यसलाई तपाईँले यसो गर्नुभयो भने यस्तो छ नुहाउने ठाउँ चाहिँ। यसलाई के भन्छ दाइ? यसलाई के भन्छ? के भन्छ थाहा छैन। बाथरुमको टप भन्छ। त्यही त ए यो सावर हेड होइन। यसरी चाहिँ अब तपाईँले चाहिँ अब फाल्टा हुन्छ। यो भित्रबाट चाहिँ यो चाहिँ नुहाउँदाखेरि तपाईँले के गर्नु पर्यो भन्दाखेरि चाहिँ भित्र पसिसकेपछि यसरी यसलाई चाहिँ बाहिरबाट भित्रबाट गरेर यसलाई चाहिँ भित्रबाट यसरी राख्नु पर्यो पानी चाहिँ ताकि बाहिर नआओस्। अनि यो पर्दा चाहिँ बाहिरबाट अफ यसरी लगाएर ट्याक्क भित्रबाट नुहाउनु पर्यो है। अब धाराको कुरा आउँछ। धारा चाहिँ तपाईँको यस्तो हुन्छ होइन। अब यहाँ चाहिँ तपाईँले यसरी घुमाउनु भयो भने ताता आउँछ, यसरी घुमाउनु भने चिसो आउँछ। यो चाहिँ फाल्टाफाल्टै गरेर फाल्टाफाल्टै हुनसक्छ है। यदि तपाईँ पहिलेबाट आउनु भएको छ नझुक्ने होला, म पनि झुक्किए थिएँ। यहाँ चाहिँ पानी निकाल्नको माथि सावरमा पानी निकाल्नको लागि यो खोलिसकेपछि यसलाई चाहिँ होल्ड यसरी माथितिर तान्न पर्यो। एकछिन होल्ड गर्नुभयो भने बल्ल सर्र पानी माथि जान्छ, सर्र आउँछ है त। अब यो चाहिँ यहाँको चाहिँ उहाँको घरमा चाहिँ यस्तो छ होइन। यहाँ लाइटहरू यसो ट्याक्क मिलाइदिएको छ है। अब इम्पोर्टेन्ट कुरा चाहिँ यो लक चाहिँ कसरी लाउनु पर्यो भन्दाखेरि यहाँ भित्र आइसकेपछि यसरी अफ गर्नु पर्यो अनि यसलाई चाहिँ यसरी पुस गर्नु पर्यो। खोल्दाखेरि यसरी खोलेर निस्किनु पर्यो। इनकेस लक गर्नुभयो निस्किनु भने कल गर्नुहोस्। यहाँनिर सानो यहाँनिर चाहिँ एउटा छ, यसरी हालेर टक्क खोल्नुहुन्छ उहाँहरूले है त। कुरो त्यस्तो छ। ल अब हामीले घर देख्यौँ। अब म तपाईँलाई एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के देखाउँछु भन्दाखेरि सबै ठाउँमा यस्तो राखिदिएको हुन्छ। यो एसीको लागि तातो चिसो आउने ठाउँ है। अनि तपाईँलाई म अर्को एउटा चिज देखाउन मैले बिर्सेँ। यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ इयरको लागि यसरी भ्यान्ड बनाइदिएको हुन्छ होइन। यहाँको इयरहरू यसले चाहिँ यसरी तानेर गन्दाहरू तानेर यसरी लान्छ है। ल अब यस्तै अब अरू कुराहरू पनि छन् यहाँनिर चाहिँ है त। अब यो माथिबाट जस्तो ट्याक्क देखिन्छ है, राम्रो देखिन्छ। ल अब यहाँनिर चाहिँ यस्तो कोठाहरू छ। यहाँ अब एउटा चाहिँ माथिको चाहिँ सिटिङ रुम भयो। त्यहाँबाट चाहिँ एउटा कोठा यहाँ छ होइन। कति प्राइभेसी कुराहरू पनि होला घरभित्र, त्यो चाहिँ मैले देखाउन चाहिनँ। अनि यहाँ पनि एउटा कोठा छ, यो पनि मैले देखाउन चाहिनँ। अनि यसरी आइसकेपछि इम्पोर्टेन्ट कुराहरू चाहिँ अब चाहिँ एउटा चाहिँ माथि चाहिँ एउटा चाहिँ मास्टर बेड हुन्छ है। मास्टर कोठा हुन्छ, मास्टर बेडरुम हुन्छ है। तपाईँलाई म देखाउन चाहन्छु। ट्याक्क लाएर यस्तो हुन्छ। ल हेर्नुहोस्, यसरी मास्टर बेडरुम हुन्छ है। यो प्रायः सबैको घरमा हुन्छ। अमेरिकाको सबैको घरमा चाहिँ एउटा कोठा चाहिँ ठुलो हुन्छ। अरू चाहिँ अब सानो कोठाहरू जुन बनाइदिएको हुन्छ। अब तपाईँले घरभित्र कस्तो खालको फर्निचर राख्नुहुन्छ त्यो तपाईँमा डिपेन्ड गर्छ है त। त्यस्तो कुरो। अब तपाईँले एउटा कुरा म यहाँ देखाउँछु। अब यहाँनिर चाहिँ घरको सबै घरहरूमा प्रायः जस्तो राखिदिएको हुन्छ है। अनि यहाँनिर चाहिँ एउटा सानो छ, यसरी खोल्न पनि सक्यो है। अनि यसरी अफ गर्न सक्यो। यो चाहिँ तातो र चिसोको लागि होइन दाइ? के मैले गल्ती भने हो? ल अब यसरी आइसकेपछि कोठाभित्र चाहिँ यहाँ चाहिँ सबै कोठाहरूमा चाहिँ एटेच चाहिँ राखेको हुँदैन होइन। टोइलेट बाथरुमहरू रेस्टरुमहरू चाहिँ एउटा चाहिँ मास्टर कोठामा मात्रै राखेको हुन्छ हो। त्यस्तो हुन्छ है। अनि यसरी चाहिँ यो चाहिँ यहाँको चाहिँ मास्टर बेडरुमको चाहिँ यो चाहिँ टोइलेट हो है। यहाँनिर चाहिँ टक्क यो सावर गर्नको लागि सबै ह्यान्डवास के छ होइन। यो अब त मेकअप त त्यस्तै हो, सबैको घरमा राखिन्छ होइन। अब यहाँनिर चाहिँ यस्तो हुन्छ। यो तल चाहिँ तपाईँले जसरी पर्दा चाहिँ लाउनु हुन्थ्यो होइन। अब यहाँनिर चाहिँ सबै पानी चाहिँ यता आउनको लागि, पानी मतिर आउनको लागि चाहिँ यहाँनिर सिसा छ। सिसाले चाहिँ यसरी ट्याक्क पानी छेक्छ। अब यसलाई चाहिँ अब यताउता कसरी यता तान्नेको यस्तो तान्ने रहेछ। तर एक ठाउँमा यसो स्लाइड देखाएको थियो होइन। त्यस्तो छ। ल अब यहाँनिर चाहिँ त्यही हो, सेम हो सबै। यसरी ट्याग लगाएर नुहाउने है। अब सिसा चाहिँ बिस्तारै गरिदिनु, फुट्यो भने मार्छन् फेरि घरबेटीले। त्यस्तो छ। अब तपाईँलाई चाहिँ एउटा कुरा देखाउनुहोस्। कोठा भइसकेपछि कोठा त लुगा त राख्नु पऱ्यो, आफ्नो लाउने लुगाहरू होइन। अब मास्टर बेडरुममा चाहिँ के हुन्छ भन्दाखेरि यहाँको चाहिँ दिदी बहिनीहरूको लागि र आफ्नो अब भनौँ न हस्बेन्ड एन्ड वाइफको लागि फाल्टाफाल्टै हुन्छ है लुगा राख्ने ठाउँ चाहिँ। अब यहाँ कति अब सबै यो चाहिँ लुगा राख्ने ठाउँ हो है। अब यहाँ चाहिँ पसलै छ, तपाईँलाई पसलमा वेलकम छ। साडी पसल छ यहाँनिर चाहिँ
त्यसो चाहिँ यो लुगाहरू चाहिँ यसरी राखिन्छ यस्तो यता यसरी लुगाहरू राख्ने भयो है ल अब हामी यहाँ यसरी निस्क्यौँ अब हामी चाहिँ बाहिर जान्छौँ अब यो चाहिँ लगभग एकदमै कोठाहरू यस्तो कोठाहरू एकदमै सिमिलर नै हुन्छ मास्टर बेडरुम चाहिँ त्यस्तै हुन्छ त्यो चाहिँ लेडिजहरूको लागि राख्ने भयो भने अब एउटै कोठामा चाहिँ यसरी चाहिँ आफ्नो दाजुहरूको लागि राख्ने हुन्छ दाजुको त टन्ने खतरा कोठ के हो कहिले लगाइसक्ने हो यो अब कतिचोटि बेहुला हुने हो त्यतिचोटि ल त्यस्तो चाहिँ कोठा चाहिँ यसरी चाहिँ माथिबाट बत्ती हुन्छ यस्तो हुन्छ स्पेसली भनेको यहाँनिर चाहिँ अब यो तपाईँले चाहिँ यो के को लागि हो त यो फ्यानको हो अब म तपाईँले एउटा इम्पोर्टेन्ट कुरा के देखाउँछु भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ एउटा यस्तो खालको एउटा साइरन बज्छ यहाँदेखि चाहिँ अब कस्तो कस्तो कन्डिसनमा बज्छ त्यो थाहा छैन तपाईँले के जानकारी यो स्मेल डिटेक्टर भन्छ यहाँभित्र अलिकति धेरै गर्मी भयो अथवा केही डढेको जस्तो गन्ध आयो भने यो बज्ने गर्छ यो टैंक कराउँछ त्यति बेला चाहिँ हामीले सम्झिनु पर्यो समथिङ वाज रङ बल्यो अथवा प्लगमा कहीँ आगो लाग्यो अथवा केही भयो भने चाहिँ यो चाहिँ यसले डिटेक्ट गर्छ र बज्न थाल्छ घरभरि नै अब एउटा साउन्ड दिन्छ अनि यो तपाईँहरूको ठाउँमा चाहिँ के हुन्छ यो एकदमै हावाहुरी बेसी आउने रहेछ किन भुइँचालो चाहिँ त्यस्तो सुनिँदैन भुइँचालो त खै हामीले खासै थाहा भएको छैन यो ओहायो भन्ने ठाउँमा चाहिँ धेरै हावा चल्दो रहेछ अनि त्यसपछि हिउँ धेरै पर्छ यहाँनिर त्यस्तो कन्डिसनमा हावा बेसी आउँदैन साइरन बजाउनु रहेछ कि अस्ति बच्चा यहाँ प्रत्येक बिहिबार 12 बजे त्यो साइरन टेस्ट गरिरहन्छ ठ्याक्कै 12 बजे पुरा टेस्ट गर्छ ल अब यसरी चाहिँ चार्जिङ पोर्ट यहाँ छठाउँ राखिदिएको हुन्छ अब यहाँनिर चाहिँ फेरि त्यस्तै किसिमको चाहिँ यहाँनिर फेरि यस्तो हुन्छ कति ठाउँमा चाहिँ यसरी ढुङ्गा पुस र यसरी निकाल्ने हुन्छ अब यहाँनिर यसो स्लाइड रहेछ होइन अब यहाँनिर पनि यसरी चाहिँ अब यो घरको लुगाहरू चाहिँ जस्तै अब ब्ल्याङ्केटहरू भयो त्यस्तो केहरू हुन्छ तपाईँले चाहिँ राख्न सक्नुहुन्छ यहाँनिर चाहिँ है त्यस्तो छ अब चाहिँ हामी स्लाइड गरिदिनु पर्यो दुईपट्टिबाट स्लाइड हुन्छ अब हामी चाहिँ अब मुनिको फ्लोर जान्छौँ है अब मुनिको फ्लोरमा जान्छौँ अब घरमा तपाईँहरूले कस्तो लाइट राख्न चाहनुहुन्छ अब कति कुरा चाहिँ फिक्स गरेको हुन्छ कति चाहिँ आफूले एक्स्ट्रा राख्न चाहनुहुन्छ भने त्यस्तो हुन्छ म्याक्सिमम घरहरू चाहिँ अपाङ्ग मैत्रीहरू बनाएको हुन्छ स्पेसली काठ के को लागि बनाउनु खोज्यो के चाहिँ त्यो चाहिँ मलाई थाहा भएन अब एकछिन सोधौँला यहाँनिर चाहिँ अनि यो चाहिँ के होला यो तपाईँले यसको बारेमा भन्नु पर्यो यो चाहिँ घरमा तातो चिसो बनाउने अब यसलाई के भन्छ ए यसलाई एउटा तातो चिसोलाई मोनिटर गर्ने भनौँ न के भन्छ यहाँबाट चाहिँ टेम्परेचर गर्ने होला नि टेम्परेचरहरू सेट गर्ने यहाँबाट तातो चिसो हैन मोडबाट यहाँ मोड अहिले यहाँ हिटमा छ यसो गर्ने यो तपाईले चाहिँ यसरी यहाँ गएर फेरि हिटमा आयो यसो गर्ने बित्तिकै यहाँ अफ भयो यो अफ भयो अब अहिले हामी तातोमा छौँ 72 हिट यो तपाईले जस्तै यो कि मोबाइल एप्सहरुबाट पनि युज कन्ट्रोल गर्न सक्नुहुन्छ सबै ठाउँबाट कन्ट्रोल गर्नुहुन्छ अहिले चाहिँ म चाहिँ यो ग्राउन्ड फ्लोरमा छु हैन म्याक्सिमम घरहरु एक दुई तला पनि बनाउँछ बेसी घर चाहिँ बनाउँदैन अब यो चाहिँ प्रत्येक घरहरुमा चाहिँ यो चाहिँ सेट गर्ने हुन्छ है किन भन्दाखेरि चाहिँ अब यसो घरमा चाहिँ अब कतिको घरहरुमा अल्कोहल गर्छ अब विश्वासी घरमा अल्कोहल गर्दैन त विश्वासीले खानाको लागि यो प्रयोग गर्छ यो चाहिँ तर विशेष चाहिँ त्यस्तो बारहरुको लागि चाहिँ त्यही त हो बारहरुको लागि चाहिँ यो प्रयोग गर्ने हुन्छ सबैको घरमा चाहिँ अब यसरी चाहिँ अब यो फ्रिज हुनै पर्यो हैन अब यसलाई चाहिँ ठ्याक्क के चाहिँ भन्नु ठ्याक्क मलाई आएन तपाई आउने मान्छेले कमेन्ट गर्नु होला हैन अब यसरी चाहिँ यहाँनिर चाहिँ सबैको राखिदिएको छ है दाइ घरमा कफी खानलाई पनि एउटा रहेछ अब खाएर जानु पर्ला पछि अब यहाँनिर चाहिँ अब यो सबैजना डाइनिङ टेबल छ अब आफ्नो घरमा मान्छेले आफ्नो तरिकाले राख्छन् हैन अब दाजुले यस्तो मन पर्यो यस्तो राख्नु भएको छ है यस्तो ट्याक्क यहाँ बत्ती पनि छ अनि ठुलो खालको घडी पनि छ है त यो फुल इम्टोर यहाँ हेर्नुहोस् यहाँ सुनका कचौराहरू हैट चोराउला है अलि होसियार हुनु ल अब यसरी चाहिँ हामी यो चाहिँ किचन हो अब यसरी हामी यहाँ आइसकेपछि अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ के हो दाइ लुगा राख्न सक्छ यसरी चाहिँ है धुने लुगाहरू छ अब प्रत्येकको घरमा चाहिँ यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि एउटा चाहिँ लुगा धुनको लागि चाहिँ वासिङ मेसिन राखिन्छ भने अर्को चाहिँ सुकाउनको लागि दुईटा मेसिन चाहिँ हुन्छ अब यहाँनिर चाहिँ प्रत्येक घरमा चाहिँ तातो चिसो पानी जोड्ने हुन्छ यसरी जाने हुन्छ प्लग हुन्छ अनि एक्स्ट्रा तपाईँलाई पानी चाहियो भने यहाँदेखि युज गर्नुहुन्छ है अब कतिको घरमा चाहिँ अब यसरी फन्डबाट हुन्छ कतिको घरबाट हेडबाट यसरी लोड गर्ने हुन्छ सामान चाहिँ है त्यस्तो छ अब अर्को कुरा म तपाईँलाई देखाउन चाहन्छु यसलाई चाहिँ अब अमेरिकामा चाहिँ यसलाई गराज भन्छ होइन गाडी राख्नको लागि चाहिँ स्पेसली यहाँनिर बनाइएको हुन्छ तर चाहिँ हाम्रो नेपाली कम्युनिटीको प्राय अमेरिकामा बस्ने उहाँहरूको घरमा चाहिँ प्रायः चाहिँ किचनकै रुममा चाहिँ उहाँहरूले युज गर्नुहुन्छ किनभने नेपालीहरूको खाना चाहिँ एकदमै त्यही हो चिल्लो पिरो त्यो तेल उडाउने हुन्छ नि त
होइन हो त्यो भएर चाहिँ एकदमै सुगन्धहरू दुर्गन्धहरू हावाहरू आउने भएको कारणले गर्दाखेरि चाहिँ यस्तो चाहिँ गरेको हुन्छ है। अनि अब यहाँले चाहिँ यसरी खोल्नुहुन्छ, यो खोल्नको लागि चाहिँ यहाँनिर फाल्टा फाल्टा यसलाई के भन्छ दाइ? फाल्टा फाल्टा एउटा यो गराजको यो सटर खोल्नको लागि चाहिँ फाल्टा फाल्टै यो चाहिँ यो युज गर्छ। यो खोल्नको लागि कसरी खोलिन्छ भन्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ तपाईँ देख्नुहुन्छ यहाँनिर चाहिँ यसको चाहिँ यो दिएको छ। यसलाई चाहिँ कसरी गर्ने तपाईँको के छ आइडिया? यो थिच्यो भनेपछि चाहिँ यसरी खोलिन्छ है त, हेर्नु देख्न सक्नुहुन्छ यसरी खोलिन्छ। अब यसरी फेरि थिच्यो भने सायद रोकिन्छ। तपाईँले कतिमा यसलाई रोक्न चाहनुहुन्छ ठ्याक्क रोकिन्छ। अब यसलाई अफ गर्नु पऱ्यो भने फेरि एक बार थिच्यो भने यसरी अफ हुन्छ है त। तपाईँले यसलाई चाहिँ तपाईँले चाहिँ यहाँको चाहिँ एउटा चाहिँ मोबाइल एप्सबाट पनि तपाईँले यसलाई चाहिँ कन्ट्रोल गर्न सक्नुहुन्छ, प्लस छुट्टै गाडीमा पनि दिएको हुन्छ रिमोट होइन, त्यस्तो छ है त। तपाईँले त्यसरी गर्न सक्नुहुन्छ। अब हामी तपाईँलाई चाहिँ बेसमेन्टमा लान्छु म चाहिँ, यहाँको चाहिँ बेसमेन्ट चाहिँ कस्तो हुन्छ त्यो चाहिँ म तपाईँलाई देखाउन चाहन्छु है। अब यहाँनिर चाहिँ अब आजका घरमा आउनुभएका अतिथि होइन हरू आउनु भएको छ, धेरै टाढाबाट पाउ कष्ट गरेर यहाँहरू आसन ग्रहण गर्नुभएको छ, यसरी खेलिराख्नु भएको छ होइन। अब यहाँनिर यसरी सोफा राखेर ट्याक्क लाएर चाहिँ के भन्छ यो फ्लोरको सिटिङ रुम होइन। अब यहाँ प्रत्येक घरमा टिभी राख्नु पऱ्यो, यति राख्नु पऱ्यो। अब विश्वासी भएको कारणले गर्दा टिभी नचलाएर सिसिटिभी लाउनु भएको छ। ल ठिक छ, प्रेज द लर्ड। ल ठिक छ। अब हामी चाहिँ अब तपाईँले चाहिँ अमेरिकाको प्रत्येक घरको मुनि चाहिँ बेसमेन्ट चाहिँ अनिवार्य हुन्छ है। बेसमेन्ट चाहिँ बनाएको हुन्छ। किन बनाउँछ एकदम कहिले काहीँ हावा आउँछ, एकदम इमर्जेन्सी केसमा त्यस्तो बेला चाहिँ यहाँको चाहिँ गभर्मेन्टले चाहिँ सिटिङ रुम जमिन मुनि बस्नु भन्छ। त्यही त हो, त्यो चाहिँ अब स्टेट अनुसार फरक हुन्छ। कुनै स्टेटमा बेसमेन्ट हुन्छ, कुनैमा हुँदैन। तर यो स्टेटमा चाहिँ बेसमेन्टहरू छ। प्रायः अब हावाहुरी लाग्यो त्यस्तो एकदम के भन्छ इमर्जेन्सी त्यस्तो आग लागि बाहेक अरू केही भयो भने तपाईँ चाहिँ बेसमेन्टमा आएर सुरक्षित बस्न सक्नुहुन्छ है। त्यस्तो छ कुरो। अब यसरी बेसमेन्ट हुन्छ, हेर्नुहोस् यो चाहिँ फिनिसिङ भएको छैन। यो उहाँको चाहिँ बेसमेन्ट चाहिँ फिनिसिङ गर्नुभएको छैन। फिनिसिङ गरेको भए तपाईँले माथि जस्तो मैले तपाईँलाई सुरुमा कोठाहरू देखाएँ नि त्यस्तो कोठाहरू बन्थ्यो होइन। अब उहाँले चाहिँ अब त्यो फिनिसिङ किन उहाँले अब त्यो आवश्यक पनि भएन होला, किनकि फ्यामिली एकदम सानो छ, 4 जना फ्यामिली हुनुहुन्छ, आवश्यक परेन है। अब हेर्नुहोस् त तपाईँले एउटा इम्पोर्टेन्ट कुरा के देखाउँछ भन्दाखेरि हेर्नु त यो त यस्तै पाइपहरू धेरै देख्नुहुन्छ। काठहरूले मात्र यो घरहरू बनेको छ है। काठहरूले एकदमै बेसी जस्तो चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ काठ युज गरेको देख्नुहुन्छ। इट्टा भन्ने कुरा फलाम के भन्छ सिमेन्ट, त्यो सिमेन्टले कङ्क्रिट हुन्छ नि हो, कङ्क्रिटको मात्रै यति माले बेसमेन्टलाई मात्रै कङ्क्रिटले बनाएको हुन्छ। त्योभन्दा माथि उठाउने तलाहरूमा चाहिँ प्राय कङ्क्रिट युज गरिँदैन। प्राय मान्छेहरूले चाहिँ त्यो गराज हुन्छ नि गराजको साइडहरूमा माथि माथि लगाएको हुन्छ। अन्त स्पेसली चाहिँ मान्छे किन लाउँदैन भन्दाखेरि चाहिँ एकदमै हिट हुन्छ नि यहाँको। जस्तै अब तातो चिसो गर्नको लागि चाहिँ यहाँको एकदमै त्यो के भन्छ कस्ट धेरै आउँछ। अनि त्यो भएको कारणले जस्तो सुकै मान्छेले प्रायः चाहिँ काठकै घर बनाउँछ है। त्यस्तो छ। अब देख्न सक्नुहुन्छ यो सबै तपाईँले देख्नुभयो यो चाहिँ घरभरि पुरा तपाईँको यो घरमा जति कोठाहरू छ त्यो कोठाहरूमा चाहिँ यसरी यहाँदेखि चाहिँ तपाईँको घरमा तातो र चिसो यताबाट सप्लायर्स हुन्छ है। यो पुरै पायो। अब मेन चाहिँ तपाईँले यहाँदेखि सबै कुराहरू यहाँदेखि देख्न सक्नुहुन्छ। अब यहाँभित्र चाहिँ के छ दाजु, यो तपाईँले खोल्न मिल्दैन होला सायद एकदम फिक्स छ। यो यहाँनिर चाहिँ फिक्स गरेको रहेछ। अर्को घरमा चाहिँ थियो होइन, मैले देखेको घरमा चाहिँ थियो। ओ यहाँनिरबाट होला यो खोल्ने, खोलेर बनाउने हुन्छ। अब तपाईँले चाहिँ अमेरिकामा चाहिँ एउटा कुरा के बुझ्नु पऱ्यो भन्दाखेरि तपाईँको खानेपानी होस् होइन, तपाईँको ग्यास होस्, यो सबै कुराहरू चाहिँ पाइपबाट जोडिएको हुन्छ। होइन यसको चाहिँ एउटा निश्चित ठाउँमा चाहिँ ग्यास सप्लाई गर्ने कम्पनी छ। त्यो कम्पनीबाट चाहिँ उहाँको घरमा घरसम्म आइपुग्दा पाइपबाट चाहिँ ग्यास आइपुग्छ है। ग्यास आइपुग्छ अनि तातो पानी त्यही ग्यासले नै गरेर त माथि पठाउने हो। तातो पानी तताउने चाहिँ फाल्टै हुन्छ। यो चाहिँ वाटर हिटर भन्छ। पानी तताउँछ यो, तर यहाँ चाहिँ इलेक्ट्रिसिटी चाहिँ चाहियो होइन। वाटर हिटर यो वाटर हिटर इलेक्ट्रिसिटी त चाहियो नि त होइन। कतिको चाहिँ अब ग्यासबाटै चल्छ, कतिको चाहिँ इलेक्ट्रिसिटीबाट चल्ने भयो। तर यहाँ चाहिँ इलेक्ट्रिसिटीबाट हुने चाहिँ यसरी राखिएको रहेछ। अनि स्पेसल चाहिँ सबै कुरा चाहिँ यहाँ पानीदेखि लगेर तपाईँको ग्यासको पाइपहरू जमिनबाट ल्याएको हुन्छ। अनि इभन तपाईँको चाहिँ यो अब एकदम रेसिडेन्सियल एरियातिर चाहिँ अब नेपालमा चाहिँ पुरा तार टाटाक लगायो हुँदैन होइन, तर यहाँ चाहिँ तार नलगाएर जमिन मुनिबाट नै बत्तीहरू पनि ल्याइएको हुन्छ है। अब हेर्नुहोस् त यत्रो घर छ, 2 तला घरलाई हेर्नु यो काठले थामिएको छ है। यो चाहिँ सबै यिनीहरूको चाहिँ अब कस्तो खालको अब होइन पाराले बनाएको छ। अब यहाँ तपाईँले आफै देख्न सक्नुहुन्छ है। त्यस्तो हिसाबले उनीहरूले चाहिँ बनाइदिएको कि
अब दाजुले यहाँ यसो खाडहरू राख्नु भएको रहेछ होइन आफ्नो फ्यामिलीको लागि। अब धेरै मान्छेले चाहिँ यसरी फ्यामिली टुर गराउँदैनन्, त्यो गराउनलाई पनि मन चाहिन्छ। किन भन्दाखेरि चाहिँ मान्छेको आफ्नो प्राइभेसी जिन्दगी छ नि त। अब अमेरिका एकदम फ्रिडम लाइफ हो होइन, त्यस्तो कन्ट्रीमा चाहिँ सबैको आफ्नो एकदम प्राइभेट लाइफ छ अनि घरको प्राइभेसी पनि छ होइन। सबै मान्छेले देखाउन चाहँदैनन्। तर आजको भिडियोमा चाहिँ एकदम रिक्वेस्ट, एकदम मेहनतका साथ तपाईँलाई मैले यो देखाइदिएको छु है। अब यस्तो छ हेर्नुहोस् त, सबै यतादेखि पास हुन्छ, त्यस्तो छ कुरो है। अब तपाईँले अब लगभग सबै कुरा देखिसक्नु भएको छ है। एकदम हाई रिस्क भनेको यहाँनिर चाहिँ आगोको चाहिँ हाई रिस्क। आगो भयो भने किनकि काठै काट्छ, छिट्टो जल्न सक्ने क्षमता के भन्छ सम्भावना बढी भयो। हेर्नु त यो प्रत्येक कोठारमा यसरी पाइप जोडेर यतैबाट चाहिँ चिसोहरू यसरीबाट चिसो तातेर जान्छ। यो पाइपको लाइन हो, हेर्नुहोस् यो पाइपको लाइन। अनि अमेरिकामा आएर मैले एउटा कुरा चाहिँ के थाहा पाएको भन्दाखेरि जुन अब हाम्रो नेपालमा चाहिँ ढलर हुन्छ नि त होइन, अब घरको फोहोर जान्छ ढलमा मिसिन्छ। तर यहाँको फोहोर पनि चाहिँ कुनै एउटा कम्पनीमा जान्छ क्या तपाईँको। अब यहाँनिर चाहिँ तपाईँले अब के हुन्छ टोयलेटको पनि त्यो जुन हुन्छ नि, हामी त सेफ्टी ट्याङ्की बनाउँछौँ नेपालमा, तर यहाँ चाहिँ सेफ्टी ट्याङ्की म देखिनँ। अब सेफ्टी ट्याङ्की पनि हुँदैन। अब यो पाइपबाटै त्यो कहाँ जाने हो जान्छ, कहाँ जान्छ त्यो चाहिँ तपाईँले के थाहा पाउनु भएको छ? त्यस्तो हुन्छ, सोयर हुन्छ कि त्यो सोयरमै जान्छ। अनि त्यसरी पाइप लगेर जान्छ। कम्पनीमा गइसकेपछि उनीहरूले चाहिँ नि मलाई लाग्यो कम्पनीमा जान्छ, त्यो कम्पनीमा उनीहरूले चाहिँ पानी र त्यसको चाहिँ ठोसहरू छुट्याएर ठोसलाई मलमा प्रयोग गर्छ। अब पानीले चाहिँ अब के गर्छ होला उनीहरूले चाहिँ होइन, त्यस्तो छ। अब यहाँनिर चाहिँ कुनै ठाउँमा पनि सेफ्टी ट्याङ्की पनि छैन, केही पनि छैन है। यहाँ जमिनबाट पनि पानी आउँदैन, यो पुरै यहाँको सिटी हुन्छ, सिटीबाट आउँछ। यहाँ चाहिँ एउटा के स्टेट हुन्छ, स्टेटमा यिनीहरूको काउन्ट्री भन्छ होइन, काउन्टी भन्छ। काउन्टी भनेको यिनीहरूको सिटीको अब एकदम उनीहरू सबै कुरा हुनुको त्यहीँदेखि हुन्छ है। ल आजको भ्लग तपाईँलाई कस्तो लाग्यो है? अब जे होस् मनदेखि नै राम्रो लाग्यो भने मैले चाहेको छु। अब दाजुलाई पनि धेरै धेरै धन्यवाद, तपाईँले घर देखाइदिनु भयो होइन। अब अर्को भ्लगमा नयाँ कुरा सहित होइन, नयाँ कुराहरू तपाईँलाई देखाउने प्रयास गर्छु। ल आजलाई भ्लग एन्ड गरौँ, बाई बाई।